दुःखका साथ भन्छु यहाँलाई सेयर गर्न चाहन्छु कि हामी दुईटै प्रश्नको सामना गर्न नपरोस् भन्ने चाहन्छु। हामी वास्तवमा एउटा जिम्मेवार प्रतिपक्ष, जिम्मेवार चाहिँ हामी रचनात्मक प्रतिपक्ष हुन चाहन्छौँ। त्यो भनेको के हो भने म तपाईँहरूलाई स्पष्ट पार्न चाहन्छु, हामी जो अहिले विपक्षमा छौँ, खास गरी एमाले लगायतका अरू दल अन्य दल, हामी यो व्यवस्था उपभोग गर्न आएका उपभोक्ता हुन्। यो व्यवस्थाका जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ र यो जुन अहिलेको यो संसद छ, सदन छ, यसको हामी उपभोक्ता होइन, हामी उपभोग गर्न आएका, हामी यसका निर्माता हौँ। हामी यसको निर्माता हुनुका नाताले हामी यो व्यवस्थालाई सुदृढ गर्ने, यो व्यवस्थाप्रतिको जनविश्वास कायम गर्ने, यसलाई मर्यादित बनाउने, यसका माध्यमबाटै यही संसदीय व्यवस्थाका माध्यमबाटै नेपालको आमूल परिवर्तन, हाम्रो समाजको आमूल रूपान्तरण गर्नुपर्छ, परिवर्तन गर्नुपर्छ र एउटा समाजवादसम्म पुग्ने हाम्रो चाहिँ दिशा पनि संसदीय माध्यमबाटै भएको हुनाले हामी यसप्रति बडो जिम्मेवार छौँ, बडो यसप्रति हामी सचेत र संवेदनशील पनि छौँ। त्यसैले हामी चाहिँ लाचार र एकदम चाहिँ निमुखा पनि बन्न चाहन्नौँ संसदमा। सङ्ख्या गौण कुरा हो, मुख्य कुरा एजेन्डा हो, मुख्य कुरा चाहिँ विचार हो, जनताका विचारहरू पुग्ने कुरा, राष्ट्रका चाहिँ मुद्दाहरू पुग्ने कुरा प्रधान कुरा हो भन्ने लाग्छ मलाई। त्यसका लागि एकजना मात्र भए पनि संसदमा एकजनाको आवाज पनि पर्याप्त हुन्छ। दोस्रो कुरा, हामी बहुमतलाई चाहिँ बन्द राख्न पनि चाहन्छौँ, अथवा सरकारलाई चाहिँ हामी विरोधका नाममा विरोध गरेर चाहिँ प्रतिपक्ष, त्यस्तो खालको प्रतिपक्ष पनि हुन चाहन्छौँ। हामी रचनात्मक र सशक्त प्रतिपक्ष हुन चाहन्छौँ। हामी सरकारका सही काममा हामी समर्थन गर्छौँ। मैले धेरै पटक र यहाँहरूका बिचमा संसदमा धेरै ठाउँ भन्दै आएका छौँ कि हामी विगतको जस्तो चाहिँ शैलीलाई हामी अब अपनाउनु हुँदैन। विरोधका लागि विरोध गर्ने, विपक्षी भइसकेपछि सरकारका जुनै कुरामा पनि विरोध गर्ने र अवरोध गर्ने, अप्ठ्यारो पार्ने, सरकारलाई कमजोर देखाउने, सरकारले चाहिँ कमजोरीहरू मात्रै देखाउने, त्यो खालको हामी हुन चाहन्छौँ। हामी सरकारले राम्रा गरेका कुराहरूलाई राम्रो र नराम्रा कुराको विरोध, आलोचना र खबरदारी गर्ने काम गर्नुपर्छ रचनात्मक ढङ्गले भन्ने लाग्छ। र म तपाईँहरूका माध्यमबाट तपाईँहरूलाई भन्न चाहन्छु, स्पष्ट पार्न चाहन्छु कि हाम्रो पार्टी, हाम्रो दल, हाम्रो पार्टी नेकपा एमाले संविधान, लोकतन्त्र, राष्ट्रियता, जनजीविका का स्वभाव हामी कोहीसँग पनि कम्प्रोमाइज गर्दैनौँ। र यसलाई चाहिँ आधार बनाएर, यसलाई चाहिँ मध्यनजर गरेर गरेका सरकारले कामहरू, सरकारी निर्णयहरूका पक्षमा हामी दृढतापूर्वक उभिन्छौँ। तर जब संविधानका सवालमा, मैले भने लोकतन्त्रका सवालमा, राष्ट्रियताका सवालमा, होइन प्रचलित कानुनका सवालमा, अभ्यासका सन्दर्भमा जब सम्झौता हामी गर्छौँ र त्यसलाई चाहिँ खण्डित गर्ने, त्यसलाई कमजोर बनाउने, त्यसलाई चाहिँ अनदेखा गरेर सरकार अगाडि बढ्ने कोसिस गर्छ भने हामी त्यसको विरोध गर्छौँ र खबरदारी गर्छौँ। र आज संसदमा भइरहेको पनि यही, हामीले हाम्रो रहरले, बाध्यताले हामीले संसद अवरोध गरेका छैनौँ। एउटा चाहिँ गीत छ नि नेपालीमा, होइन, मर्ने कसैलाई रहर हुँदैन भने जस्तै लड्ने, विरोध गर्ने रहर हुँदैन। हाम्रो रहर पटक्कै छैन। हामी रहरले रमाइलो मानेर हामी त्यो काम गरिरहेका छैनौँ। हामीलाई पनि राम्रोसँग के थाहा छ भने जनताका आवाजहरू बुलन्दित हुने, जनताका समस्याहरू समाधान गर्ने, जनताका चाहिँ समस्याहरूलाई चाहिँ त्यो राख्ने ठाउँ थलो हो संसद, सार्वभौम थलो। त्यसलाई बन्धक बनाइनु हुँदैन, त्यसलाई अवरोध गर्नु हुँदैन। त्यसलाई जति हामीले चाहिँ होइन चलायौँ, जति त्यसलाई चाहिँ अगाडि बढायौँ, त्यति जनताका समस्याहरू त्यहाँ आउँछन्, होइन, नियम ऐन कानुनहरू बन्छन्, जनताका आवाजहरू त्यहाँ बुलन्दित हुन्छन् र सरकारलाई उत्तरदायी बनाउने त्यो थलो पनि हो। त्यस कारण त्यसलाई अवरोध गरेर, त्यहाँ विरोध गरेर चाहिँ राम्रो होइन, त्यसले देशलाई राम्रो गर्दैन भन्ने कुरामा हामी संवेदनशील पनि छौँ, सचेत पनि छौँ। तर त्यो हाम्रो बाध्यता, त्यो हाम्रो आइलागेको चाहिँ एउटा परिस्थितिवश आइलागेको एउटा परिस्थिति हो। त्यसैले हामी यसप्रति दुखित छौँ, होइन, हामी जिम्मेवार बन्न चाहन्छौँ। हामी त्यो चाहिँ अराजक बनेर है, हामी चाहिँ अमर्यादित बनेर हामी चाहिँ संसदको गरिमा र मर्यादालाई चाहिँ आँचाउने खालको हामी काम गर्न चाहन्छौँ। तर पछिल्लो समय सरकार र सभामुख जसरी प्रस्तुत भइरहनु भएको छ त्यो बडो चाहिँ नोटेबल कुरा छ, बडो चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा छ। सरकारलाई चाहिँ सर्वसत्तावाद चाहिँ हारिरहेको छ। हामीले संसार जितेका छौँ, संविधान पनि केही होइन, यो संसद पनि केही होइन, ऐन कानुन केही होइन, हाम्रो चाहिँ सङ्ख्या 182 अलिनल हो र हामी यसका माध्यमबाट जे पनि गर्न सक्छौँ भन्ने ढङ्गले एउटा चाहिँ निरन्तरतामा क्रमभङ्गता भन्ने एउटा त्यो उहाँले जानेर हो या नजानेर हो त्यो कुरा, त्यो एउटा चाहिँ नारा, त्यो एउटा भाष्य स्थापित गर्ने र त्यसका आधारमा चाहिँ प्रचलित सबै अभ्यासहरूलाई, कानुनहरूलाई, होइन, मूल्य मान्यताहरूलाई पनि चाहिँ त्यसलाई चाहिँ नजरअन्दाज गरेर
फरक ढङ्गले अगाडि बढ्न खोजिनु भएको छ, जुन लोकतन्त्र विरोधी होइन, प्रचलित अभ्यास विरोधी, कानुन विरोधी र जनता विरोधी, राष्ट्र विरोधी छ। जस्तै तपाईँलाई 2-4वटा म दृष्टान्त बताउँ। अब हाम्रो कुरा के हो भने जस्तो त्यो क्रमभङ्गता चाहिँ रोजगारी सृजना गर्ने क्रममा गर्दै हुन्थ्यो होइन, संविधानमा चाहिँ व्यवस्था भएको मौलिक हकको कार्यान्वयनका सन्दर्भमा गर्दै हुन्थ्यो नि। हिजोका सरकारहरूले गर्न सकेन, यो सरकारले गर्ने क्रमभङ्गता गर्नुपर्थ्यो। जस्तो कि शिक्षाको हक 8 कक्षासम्मको अनिवार्य निःशुल्क शिक्षा छ, 12 कक्षासम्म निःशुल्क शिक्षा प्राप्त गर्ने भन्ने कुरा अनिवार्य चाहिँ राज्यले व्यवस्था गर्नुपर्ने संवैधानिक चाहिँ व्यवस्था छ नि त। त्यसमा क्रमभङ्गता गरेर त्यो गर्दै हुन्थ्यो नि। एउटा युवाले रोजगारी पाउने उसको मौलिक हकमा चाहिँ संवैधानिक व्यवस्था छ, त्यो होइन एउटा युवालाई चाहिँ रोजगारी दिएर रोजगारीका चाहिँ नयाँ अवसरहरू सृजना गरेर त्यो क्रमभङ्गता गर्दै हुन्थ्यो भन्ने हाम्रो कुरा। तर उहाँले त के त भन्दा सकारात्मक कुराहरूमा चाहिँ नि लाई ब्रेक गरेर क्रमभङ्गता गर्न खोज्नु भएको छ, जुन लोकतान्त्रिक मूल्य मान्यता विरोधी छ। जस्तै कि नित्यता कार्यक्रममा राष्ट्रपतिले पढ्ने बेलामा प्रधानमन्त्रीको हक, प्रधानमन्त्रीको चाहिँ तौर तरिका, त्यो यहाँहरू सबैले देख्नु भएको छ, म त्यहाँतिर गएँ। एकदम असभ्य, अमर्यादित र लोकतन्त्र विरोधी होइन, संविधान विरोधी, असंसदीय उहाँले त्यो देखाउनु। चाहे उहाँको प्रस्तुति हेर्नुहोस्, चाहे उहाँको चाहिँ उपस्थिति, चाहे उहाँको चाहिँ होइन अब त्यो अब पोसाक यावत कुरालाई हामीले, मैले त्यो अस्ति त्यहाँ उठाएँ भने एउटा प्रश्न संसदमा, यहाँहरूले सुन्नुभयो होला कि गम्भीर कुरा छ नि त है, संसदलाई उहाँले नजरअन्दाज गर्ने, उपेक्षा गर्ने, अपमान गर्ने गरिरहनु भएको छ प्रधानमन्त्री। तर सेनाका कार्यक्रममा बडो सजिएर जानुहुन्छ, नेपाली दौरा पोसाक लगाउनुहुन्छ, दौरा सुरुवाल टोपी टक्क लगाएर जानुहुन्छ। सेनाका जस्तोसुकै कार्यक्रम सेनाले आयोजना गर्ने कार्यक्रम होस् वा उसले व्यवस्थापन गर्ने, दुईवटा आयोजना उसको नभएर व्यवस्थापन पनि हुन्छ, अथवा उसले आयोजना गर्ने उसका कार्यक्रममा चाहिँ त्यस्तो देखिन्छ। त्यसकारण उहाँले चाहिँ संसदलाई अपमान गर्नु भनेको हाम्रो सार्वसत्तालाई अपमान गर्ने कुरा हो, जनतालाई अपमान गर्ने कुरा हो, संविधानलाई अपमान गर्ने कुरा हो, लोकतन्त्रलाई अपमान गर्ने कुरा हो, जनमतको अपमान गर्ने कुरा हो। त्यो काम चाहिँ सरकारबाट भइरहेको छ। अर्कातिर सभामुखज्यूबाट चाहिँ सभामुख चाहिँ सत्ता पक्षको रक्षा कवच बन्नु होइन, र संसदको चाहिँ नियमावली, प्रतिसभा नियमावलीको हुर्मत लिने र त्यसलाई चाहिँ अनदेखा गर्ने, त्यसलाई चाहिँ कमजोर बनाउने काम पनि सभामुखज्यूबाट। हाम्रो प्रतिसभा नियमावलीमा जस्तो तपाईँले अस्ति हेर्नुभयो नि, बडो स्पष्टसँग 15 जनासम्मले प्रश्न गर्न पाउने व्यवस्था गरेको छ प्रतिसभा नियमावलीमा होइन, चाहिँ नियम 56मा। अनि 3 दिन अगाडि प्रश्न दर्ता गर्नुपर्ने व्यवस्था त स्पष्ट छ नि त 58 प्रतिसभा नियमावलीको 58मा। उहाँले चाहिँ नि संसदबाट भन्नु यो कहीँ पनि छैन, 15 जनाले पनि कहीँ छैन, 3 दिन अगाडि प्रश्न दर्ता गर्ने कुरा पनि हाम्रो नियमावली कहीँ छैन भन्थे। एकजना मात्रै अब चाहिँ नियमावलीमा बडो स्पष्टसँग व्यवस्था गरिरहेको छ, एकजना मान्छे मात्रै कोही मान्य सदस्य उठेर विरोध गर्छ अथवा आफ्नो प्रश्न उसको त्यो समस्या समाधान नगरिकन हाउसले अगाडि बढाउनु हुँदैन होइन, त्यो खालका सिङ्गो प्रतिपक्षी विपक्षीमा रहेका त्यत्रा चाहिँ नि सांसदहरू त्यो चाहिँ नि सिङ्गो विपक्षी उठेर चाहिँ यो यसो नगरियोस् भनेर विरोध गरिरहेको छ, आफ्नो आवाज उठाइरहेको छ। उहाँले पेलेर अगाडि मर्यादा पालक लगाएर त्यतिले पनि नपुगेर अथवा चकटीले समेत छोपेर जबरजस्ती ढङ्गले हाउस चलाउनु भन्दा त्यो चाहिँ हाउसको मर्यादा, सदनको मर्यादा, गरिमामा चाहिँ आँच पुर्याउने काम चाहिँ सभामुखज्यूबाट र सत्तापक्षबाट भयो होइन। संविधानको चाहिँ अनदेखा गर्ने, संविधान बमोजिम चाहिँ सदन नचलाउनु खोज्ने, प्रतिसभा नियमावली बमोजिम सदन नचलाउनु खोज्ने, सरकारलाई चाहिँ मूलत उत्तरदायी बनाउने ठाउँ भनेको चाहिँ सदन हो नि। संविधान, नेपालको संविधानको धारा 76(10)ले सरकार, प्रधानमन्त्री, मन्त्रीलाई, सरकारलाई चाहिँ सदनप्रति उत्तरदायी हुने अनिवार्य व्यवस्था गरेको छ नि। त्यसमा त्यसका चाहिँ सर्टेन कामहरू पनि छ, त्यो काम भएको छैन। त्यसैले चाहिँ यो संविधानको कार्यान्वयन गर्ने कुरा, प्रतिसभा नियमावलीको कार्यान्वयन गर्ने कुरा, त्यसको रक्षा गर्ने कुरा, लोकतन्त्रको रक्षा गर्ने कुरा, राष्ट्रियताको रक्षा गर्ने कुरा हाम्रो जिम्मेवारी हो, दायित्व। हामी एउटा नेपाली नागरिक, एउटा जिम्मेवार चाहिँ जनप्रतिनिधि हुनुका नाताले त्यो हामीले गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। अब प्रधानमन्त्री सदनमा आउनुहुन्छ, पुरै त्यो चाहिँ हिन्दी फिल्मका 2टा फिल्मकोमा चाहिँ एकदम ठुलो प्रशंसा हुँदो रहेछ, एउटा सिङ्गम भन्ने, अर्को नायक भन्ने, त्यो शैली सदनमा अप्नाउनुहुन्छ होइन। त्यो प्रधानमन्त्री जस्तो, प्रधानमन्त्री त लोकतन्त्रका सेपरेसन अफ पावरको एउटा महत्त्वपूर्ण अङ्ग, कार्यपालिकाको प्रमुख हो नि। अर्को चाहिँ नि अङ्ग व्यवस्थापिकामा आउँदा उहाँको त एउटा सम्मान चाहिन्छ नि, प्रधानलाई हुँदैन। हाउसले जानकारी पाउनुपर्छ, पहिले हाउसले उहाँलाई चाहिँ अनर गर्नु पऱ्यो, उहाँलाई सम्मान व्यक्त गर्नुपर्छ नि। यो त चाहिँ संवैधानिक कुरा हो नि त। सुटुक्क आउनुहुन्छ, छापामार शैलीमा बस्नुहुन्छ, अनि सभामुखलाई पनि थाहा छैन, हाउसलाई पनि थाहा छैन, एकैपल्ट त्यो एउटा मान्य सदस्य उठाएर हात उठाउनुहुन्छ, उहाँलाई समयचाहिँ हुनुहुन्छ, पोडियममा जानुहुन्छ। हामीलाई के लागेको थियो भने त पोडियममा गइसकेपछि कम्तीमा एकपल्ट पनि सम्बोधन गर्नुभएको छैन सदनलाई होइन। आज सदनका माध्यमबाट जनतालाई सम्बोधन गर्नुहुन्छ होला, धन्यवाद हुनुहुन्छ होला मतदातालाई। बजेट आएको छ, नित्यता कार्यक्रम आएको छ, त्यसलाई कार्यान्वयन गर्ने कुराका सन्दर्भमा, त्यसका चाहिँ केही स्पिडका सन्दर्भमा अलिकति प्रश्न पार्नुहुन्छ होला, हामीलाई त्यो लाग्यो है। तर उहाँले चाहिँ मलाई प्रश्न सोधियोस् भन्नुहुन्छ, च्यालेन्ज गर्नुहुन्छ भन्दा प्रश्न सोधेपछि
प्रश्न पनि के छ भन्दा चाहिँ दलगत हिसाबले प्रश्न सोध्न दिइन्छ, जुन प्रतिनिधि सभा नियमले त्यो व्यवस्था गरिएको छैन। अरू थप सांसदले मैले म प्रश्न सोध्छु भनेर कतिपल्ट 8 घण्टा प्रश्न सोध्न दिएन है। अनि प्रश्न सोद्धा प्रश्न जवाब के दिनुहुन्छ त भने नेपालको भूमि, नेपालले पनि विदेशको भूमि मिचेको छ, भारतको भूमि धेरै ठाउँमा मिचेको छ, फेरि एक ठाउँमा होइन, मिचेको छ मात्र होइन, नेपालले पनि भारतको धेरै ठाउँमा भूमि मिचेको छ भन्नुहुन्छ। यो राष्ट्रघाती कुरा, देशद्रोही कुरा, र यो एक प्रकारको यो देशप्रतिको, राष्ट्रप्रतिको, जनताप्रतिको गद्दारी थियो। हाम्रो निष्कर्ष त्यो हो। र यो गम्भीर कुरा थियो। अहिलेसम्म हाम्रो देशका मात्र होइन, विश्वका कुनै पनि सार्वसत्ता सम्पन्न देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भूमि मिचेको छ भन्दैन होइन। भारतले हाम्रो यत्रो भूमि मिचेको छ, भारतको सरकार प्रमुखले अथवा प्रधानमन्त्रीले कहिले यो कुरा भने सुनिन्छ? सुनिँदैन। त्यसैले यो बडो चाहिँ गैर जिम्मेवार, राष्ट्रघाती, देशद्रोही विचार उहाँले चाहिँ गरिमामय सदनमा व्यक्त गर्नुभयो। त्यसैले हामीले उहाँले यो बोली फिर्ता लिनुपर्छ, आफ्ना शब्दहरू फिर्ता लिनुपर्छ र राष्ट्रका नाममा माफी माग्नुपर्छ र उहाँको त्यो शब्दहरू संसदीय रेकर्डबाट, अभिलेखबाट हटाइनुपर्छ भन्ने हाम्रो कुरा हो। र त्यसका लागि हामीले जुन चाहिँ सदनको गरिमा चाहिँ प्रधानमन्त्रीले सहमूल्य राख्न सक्दैन, त्यसको सदनका काम कारबाहीहरू निरन्तर अगाडि बढाइरहने कुराले सदनको चाहिँ आयोमाथि पनि प्रश्न उठ्छ कि यो सदन यही ढङ्गले जाने कि नजाने भन्ने हुन्छ। त्यस कारण बरु त्यो हो, यो कुरा चिनोफानो गरिकन सदन अगाडि जाने कुरा राम्रो हुन्छ भन्ने हाम्रो कुरा हो। त्यसैले यथावस्थामा सदनका चाहिँ काम कारबाहीहरू, संसदीय प्रक्रिया, सदनको प्रक्रिया अगाडि बढ्ने कुरा वाञ्छनीय हुँदैन भन्न हामीले विरोध गरेका हौँ। र त्यसैले अब यो 25 गतेसम्म अहिले सदन स्थगित छ होइन। यो बिचमा अब यो समिति पनि संसदसँगै जोडिएका, संसदीय कार्य जोडिएको भएको हुनाले हामीले समितिमा पनि अहिले चाहिँ जाने ठिक हुँदैन। यो यसको एउटा छिनोफानो लागिसकेपछि मात्रै यसका बाँकी प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने हिसाबले हामीले अहिले संसदीय समितिहरूका एमालेको उपस्थितिलाई पनि अहिले जानुहुन्न भनेका छौँ। यद्यपि हामी नगएर त्यहाँ चाहिँ अब समितिका बैठक नबस्ने पनि होइन होला, समितिका बैठक हो। अन्य विपक्षी दलहरूले पनि अहिले त्यो भनेको छ, भन्ने आएको छ। त्यसैले यो कुराको छिनोफानी गराएर समिति होस् या हाउसमा होस्, संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ भन्ने कुरामा विपक्षी दलहरू र एमाले स्पष्ट छ। यही कुरा यहाँहरूका बिचमा राख्न चाहन्छु। उसले जयले भनेको थियो नि अलिकति यो विपक्षीबाट पनि यो हाउसलाई 5 वर्ष चलाउने कार्यक्रममा मैले सुरुमा भने नि त्यो विषयलाई होइन, हामी जिम्मेवार बन्न चाहन्छौँ, हामी 5 वर्ष चलाउँछौँ स्वाभाविक रूपमा होइन। हामी हाउस चाहिँ मैले तपाईँलाई अघि पनि प्रश्न पारेँ, हामी हाउस चाहिँ अवरोध बनोस् होइन, जनताका चाहिँ आवाजहरू त्यहाँ नउठोस्, हाउस चाहिँ ले आफ्ना काम गर्ने परिस्थिति नबनोस् भन्ने हाम्रो चाहना हो। हामी निरन्तर हाउस चलोस्, निरन्तर चाहिँ सदन अगाडि बढोस्, जनताका समस्याहरू त्यहाँ उठुन् भन्ने चाहन्छौँ। र यसलाई अवश्य पनि 5 वर्ष मैले अघि पनि भने, तपाईँले फेरि दोहोऱ्याउन चाहन्छु, हामी उपभोक्ता होइनौँ नि यो सदनको, यो व्यवस्थाको होइन। हामी उपभोग गर्न आएका, कसैले ल्याएर बनाइदियो, निर्माण गरिदियो, हामी उपभोग गर्न आएका होइनौँ। अहिले चाहिँ सांसद बन्न होइन, त्यो होइन। हामी त यसको निर्माता हौँ। निर्माता हुनुको नाताले यसप्रतिको जवाबदेहिता, यसप्रतिको जिम्मेवारिता बढी महसुस गर्छु। त्यसैले पनि 5 वर्षसम्म यो हाउस जाओस् होइन, यो सरकार सफल होस् भन्ने चाहन्छु। मैले त धेरैपल्ट सुरुदेखि भन्दै आएको छु कि यो सरकारको सफलता चाहिँ पछिल्लो समय होइन, जनताको ठुलो चाहिँ आशा, अपेक्षा, सपना बोकेर प्राप्त गरेको जनमत यो सरकारले। त्यसका पछाडि होइन विगतका राजनीतिक पार्टीहरूका केही असफलताहरू, केही उनीहरूप्रतिको निराशाले पनि काम गरेको होला। त्योभन्दा बढी चाहिँ युवाहरू छन् भन्दा युवाहरूले प्राप्त गरेको जनमत हो नि होइन। अहिले प्रधानमन्त्री बालेन्द्रजी, रवि लामिछानेजीका नाममा मात्र आएको जनमत होइन नि, उहाँहरू युवा हुनुहुन्छ। त्यस कारण युवालाई चाहिँ जिम्मा दिँदाखेरि, युवामाथि विश्वास भरोसा गरियो भने होइन, देशको चाहिँ आर्थिक रूपान्तरणका सन्दर्भमा, परिवर्तनका सन्दर्भमा उहाँले नेतृत्व लिन सक्नुहुन्छ, केही काम गर्न सक्नुहुन्छ भन्ने त्यो अपेक्षाका साथ विश्वास गरिएको त्यो जनमत आएको। त्यसैले यो सरकार असफल हुँदा, यसले चाहिँ यो कमजोर हुँदा होइन, यसले पनि बिचैमा आफ्नो चाहिँ फेरि यो सरकार ढल्ने स्थिति आयो अथवा चाहिँ फेरि नै परिवर्तन हुने स्थिति आयो भने फेरि जनतामा ठुलो निराशा हुन्छ, त्यसले चाहिँ ठिक ठाउँमा पुर्याउँदैन। त्यसैले यो सरकारमा, यो सरकार, यो सदन 5 वर्षसम्म जाओस् भन्ने कुरामा हामी जिम्मेवार छौँ। हाम्रो सोचाइ पनि त्यो हो। तर सरकारका गतिविधि होइन, सहमुखका गतिविधि त्यतातिर उन्मुख छैन। यो सत्ता उन्माद छ होइन, सङ्ख्याको दम्ब, अहङ्कार र घमण्ड छ। र चाहिँ जिस्नोभन्दा सारमा भन्नुपर्दा चाहिँ यो सरकार चाहिँ टाउकोले टेकेर उल्टो दिशातिर हिँडिरहेको छ। टाउकोले टेकेर उल्टो दिशातिर हिँडेपछि गन्तव्यमा पुग्दैन, हामीलाई त्यो शङ्का छ। त्यस कारण हाम्रो चाहिँ प्रयास अहिले भनेको उसलाई खुट्टाले टेकाउने, सुल्टो दिशामा हिँडाउने हो। हिँड्ने त उसैले हिँड्ने हो होइन, उसलाई सही दिशा देखाइदिने, सही गन्तव्य बताइदिने र त्यसका लागि चाहिँ खुट्टाले टेक्नुपर्छ र सुल्टो हिँड्नुपर्छ भनिरहने, त्यो हाम्रो काम। हामीले गरिरहेको त्यति हो। जस्तै यो अलिकति हाउस चाहिँ ठिक ढङ्गले नचल्दा आर्थिक विधेयक लगायतमा चाहिँ मन्त्रालयले अथवा मन्त्रीले आफ्नो ढङ्गले चलाउने, फेरि यहाँनिर चाहिँ प्रोसेस जो हो संशोधन मार्फत संशोधन गर्ने भन्ने, त्योभन्दा फरक ढङ्गले
त्रुटि सच्याउने भनेर फेरि संसदमा आउने, त्यसले नि दर्ता हुने पाउने यो कार्यविधिगत कुराहरू छन् नि, यस्तो कुराहरू चाहिँ तपाईँहरूको आँखा नि नपुग्ने, उसले हाउसले पास गरेपछि त पास गर्यो। पनि यो बडो गम्भीर कुरा छ। अब चाहिँ हामी पनि यसमा ध्यान पुगेको छ। हामीले पनि भर्खर सुन्यौँ, हाउसमा दर्ता गरिसकेपछि विधेयक, कुनै पनि विधेयकमा चाहिँ कमा फुल स्टप पनि परिवर्तन गर्न पाउँदैन मन्त्रालयले अथवा मन्त्रीले अथवा मन्त्रालय कर्मचारीले, होइन। आर्थिक विधेयक हाउसमा दर्ता भइसकेको छ। दर्ता भइसकेपछि फेरि त्यसका चाहिँ करका दरहरू हेरफेर गर्ने जुन काम भएको छ भन्ने सुन्नुमा आएको छ मिडिया मार्फत बाहिर। यो गम्भीर कुरा हो। यसका विषयमा हाउसमा कुरा उठ्छ नै, होइन। हामी गम्भीरतापूर्वक उठाउँछौँ नै, यसका विषयमा बोल्छौँ नै, यो विषय पनि हामी सरकारको जवाब माग्छौँ नै। तर त्यो भने अर्कातिर चाहिँ अब बजेट पनि आएको छ, बजेटमाथि छलफल हुने कुरा, पारित हुने कुरा, यो आवश्यक कुरा पनि हो, गम्भीर महत्त्वपूर्ण कुरा पनि हो। त्योभन्दा महत्त्वपूर्ण कुरा त देश हो नि कहिले। देशै नरहे के चाहिँ एउटा भनाइ छ नि, नरहे नेपाली के नेपाली हामी रहँला कहाँ, नेपालै नरहे भने जस्तै। देश चाहिँ तपाईँ हुनु न, प्रधानमन्त्रीले जे कुरा बोल्नुभयो त्यसका साइड इफेक्टहरू कति देखिन थालेका छन्। सुस्तमा हेर्नुहोस् त, निर्माण गर्न लागेको तत्त्वमा होइन भारतीय एसएसबीहरू आएर रोक्नुभयो र त्यहाँ दुःख दिइरहनु भएको छ। मैले सुन्दैछु महेशपुरमा पनि चाहिँ भारतीय प्रहरीहरू आएर त्यहाँ चाहिँ कतिपय संरचनाहरू भत्काइरहनु भएको छ। विभिन्न ठाउँमा सीमावर्ती सिमानाका विभिन्न ठाउँहरूमा चाहिँ भारतीय सुरक्षाकर्मीले नेपाल पसेर त्यहाँ धम्काउने, थर्काउने, तर्साउने, असुरक्षित महसुस गराइरहनु भएको छ एकातिर। अर्कातिर भोलि भारतले र तिम्रो प्रधानमन्त्रीले, मैले भारतीय मिडियामा दिन्छु 8,000 एकड हाम्रो मिचिया छ, त्यो दिनुपर्छ भनेर कतिपय भारतीय मिडियामा पनि आइरहेको छ। र भोलि भारतले र हाम्रो जमिन मिचिया छ, फिर्ता दियो भने प्रधानमन्त्रीले कुन दिनुहुन्छ, कुन जमिन फिर्ता दिनुहुन्छ? यही चाहिँ नि भारतीय राजदूत अवस्था लैन्छ। हाम्रो पनि यहाँ जग्गा अलिक कम, यति यो जग्गा भन्नुले चाहिँ अलिकति यहाँ बढी माग्यो भने के गर्ने, होइन। त्यस कारणले यस्ता चाहिँ राष्ट्रघाती कुराहरू, यस्ता चाहिँ देशद्रोही कुराहरू प्रधानमन्त्रीले गर्नुभएको छ। यो गम्भीर कुरा छ र यसको छिनोफान नगरिकन, यसमा चाहिँ प्रधानमन्त्रीले यो कुरा नसुचाइकन, प्रधानमन्त्रीले यो कुरा फिर्ता नलिकन अरू कुरा चाहिँ गणुन् भन्ने हाम्रो निष्कर्ष भएको हुनाले मात्रै हो। नत्र हामी यसप्रति संवेदनशील छौँ र त्यो कुरा चाहिँ करका दरहरू चाहिँ हेरफेर गर्ने काम जुन अहिले पछिल्लो समय आर्थिक विधेयक संसदमा दर्ता गराइसकेपछि अर्थ मन्त्रालयमा भएको छ, अर्थमन्त्रीले त्यो गर्नुभएको छ भन्ने कुरा मिडिया मार्फत सुन्नमा आएको छ। यसप्रति हाम्रो ध्यान आकर्षण भएको छ। हामी यसमा गम्भीर छौँ र यो एक प्रकारको अक्षम्य अपराध हो भन्छु म। अक्षम्य अपराध हो, यस्तो गर्न पाइँदैन। यसको जवाब सरकारले दिनुपर्छ, अर्थमन्त्रीले दिनुपर्छ।